Cepu. Kalau nggak ke lautan enggak? Ini kita So guys, म हाम्रो गाडीमा बसिसकेको छु। गाडीमा तेल चाहिँ धेरै हुन्छ, मान्छेहरू यहाँ बसिरहेका छन्। यता मान्छेहरू सामानहरू छन्। अब हामी कता जाने त भन्दाखेरि हामी चाहिँ अब त्यता जाने यहाँ अगाडि अब कति घन्टा लाग्छ है हामीलाई। अब उनीहरूले बाटाकोमा उनीहरू दुईमा खिच्यो भने मुनि जान्छन्, यहाँ बस्नु भन्छन्। प्यासेन्जरहरू उता मुनि हुन्छन् अनि दुईमा खिच्यो भने आइहाल्छन् बसमा। र जाउँ गाइज हेर्नको लागि अब गाडी अन पनि छ। गाडी अन भइसक्यो अनि यो नेपाली यो गाडीको यो हर्न स्किमहरू हुन्छ होइन। यो सबैजनाहरूलाई हामीलाई चाहिँ कति एपहरू युज गर्नुपर्छ त्यो चाहिँ हामी सक्दैन अहिले गाइज। अनि अब यहाँबाट बिच प्यासेन्जर पनि हार्नु हुन्छ गेममा चाहिँ बस्छु मेरो इन्डियामा। तपाईँहरूले फ्रीमा डाउनलोड गर्नु मिल्नुहुन्छ गेम, पैसा सैसा केही लाग्दैन। यस्तै बसको स्किनहरू छ भने चाहिँ अरूको भिडियोमा हुन्छ गाइज। अनि यस्तो मान्छे नै यस्तो चल्छ। एउटा ढल्नु पऱ्यो बल्ल राम्ररी छ र त्यो छैन बिचमा तपाईँहरूलाई यो गेममा चाहिँ मजा आउँछ। तपाईँहरू यो गेम फेरि इन्डियाले बनाएको होइन, नेपालले पनि बनाएको होइन, इन्डोनेसियन गेम हो। नाम चाहिँ इन्डिया नै राख्यो। अब पुरै यो गेममा तपाईँहरूले धेरै मोडहरू खेल्नुहुन्छ साथीहरूसित पनि। अब साथीहरूसित खेल्न नि मिल्छ। तर यसमा एउटा कुरा चाहिँ गाडीले ठोक्कायो भने गाडी फोहोर हुन्छ, हेल्थ कम हुन्छ। हेल्थ कम भएपछि स्पिड पनि कम हुन्छ गाइस। त्यही भएर ध्यान दिएर चलाउनुपर्छ। मेरो हेल्थ चाहिँ 100% नै छ। अब यहाँबाट यता जानु पर्यो, साइडलेट गर्नुपर्छ। ए गाडी नआइदिनु। ओहो यता म्यापमा
रेड कलरको देखायो भने प्यासेन्जरहरू छन् चढी चढी प्यासेन्जरहरू कहाँ चढ्छन् भन्ने ल ल ल गाडीहरू बिचमा पेट्रोल त हाल्नु पर्यो है जब अब 200 लिटर हुन्छ इन्जन ओहो 0 sir, please check. Done sir, thank you. पेट्रोल पनि भरियो ढोका अनि खलम मेरो साइडको ढोका के भयो नै नै अब हामी साइडमा रोकौँ अनि अब एकछिन फोटोसोटो खिचेर जाऊँ सो गाइस अब हामीले भिडियो फोटोसोटो खिच्यौँ यहाँ साइडमा मेरो दाइ हुनुहुन्छ मेरो दाइ पनि अब यही गेम हो फोन ल ल ल अगाडि अब फेरि प्यासेन्जरहरू पनि यसरी चढ्छन् बसमा नचढेर यहाँ चढ्छन् अब हेरेँ यस्तो गऱ्यो भने चाहिँ बसमा चढ्छन् होला हुँदैन ल जाउँ यो नेपालको झन्डा पनि खतरासँग हालिन्छ है मेरो अरू मोडहरू पनि होइन म हालिदिन्छु योभन्दा पनि राम्रो बस मैले भेटाएँ रे अनि मेरोमा पनि हालिदियो रे अन्त के गर्छिस् किन कोही मलाई त यही बस राम्रो छ यस्तो बाल्थ्यो अरे कि नारायणको जस्तो टिपर्थ्यो अरे त के गर्छिस् गाइस तर अगाडि प्यासेन्जर छ ल एउटा है चढ छ गरेको त सबैजना चढिसक्यो गाइस ढोका चाहिँ फेरि हरन सो गाइस यो ब्लग यही बाई हुनु गएको छ बाई सो अब अर्को ब्लगमा भेटौँ